वान अफ द बेस्ट चटपट इन कटोचोक एरिया भन्न फरक पर्दैन होला। आज म गएको थिएँ, मेरो घर नजिकै रहेको अङ्कल आन्टीले चटपट बेच्नुहुन्छ। उहाँ दुईजना चाहिँ हस्बेन्ड वाइफ हुनुहुन्छ अनि एकदमै मिठो बनाउनुहुन्छ चटपट। अनि यो चटपट खाएर चाहिँ मान्छेलाई चाहिँ रिग्रेट हुँदैन, यो चाहिँ म ग्यारेन्टी दिन सक्छु। चटपटको पोर्सन चाहिँ एकदमै धेरै हुन्छ अरू ठाउँको भन्दा चाहिँ। अनि मलाई यहाँ चाहिँ एकदमै मिठो लाग्ने भनेको चाहिँ जुन आन्टीले मसला हाल्नुहुन्छ नि चटपटमा, त्यो चाहिँ एकदमै मिठो लाग्छ। प्लस यहाँको सर्भिस पनि एकदम क्विक अनि उहाँ दुईजनाहरू पनि एकदम स्विट हुनुहुन्छ कि। म चाहिँ उहाँहरूको चटपट चाहिँ डेली नै खान्छु। अनि मैले कुनै दिन खाइनँ भने पनि मलाई चाहिँ के नखाएको जस्तो फिल हुन्छ कि। अनि मेरो चाहिँ एकदमै फेभरेट प्लेस प्लस घर नजिकै पनि रहेको छ। सो म चाहिँ दिनदिनै गइरहेको हुन्छु, खाइरहेको हुन्छु। सो लोकेसन भन्नुपर्दा चाहिँ कटोचोक एरिया वाल्मिकी कलेज जानीतिर हो। अनि यो चटपट खाएपछि चाहिँ अरू चटपट चाहिँ खान मन लाग्दैन। सो डु भिजिट गाइज हियर। बाई।